मोबाइलबाट फेसबुक कसरी बनाउने त्यसको लागि तपाई आफ्नो मोबाइलमा लगइन भइसकेपछि यो थ्री डटमा क्लिक गर्ने। थ्री डटमा क्लिक गरिसकेपछि स्क्रल गरेर माथि गर्नुस्। माथि गरिसकेपछि सी मोरमा क्लिक गर्ने अनि फेरि माथि गरेर तल पेज हुन्छ यहाँ तल पेजमा क्लिक गर्ने। पेजमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ प्लस भएको आइकनमा क्रिएटमा क्लिक गर्ने। क्रिएटमा क्लिक गरिसकेपछि यहाँ पर्सनल र प्रोफेसनल छ। पर्सनलमा क्लिक गर्ने। प्रोफेसनलमा अलि धेरै डकुमेन्टहरु माग्छ तर पर्सनलमा नर्मल हुन्छ। जस्तै खेलाडीहरु एक्टरहरु एक्ट्रेसहरुको प्रोफेसनल हुन्छ तर हाम्रो पर्सनल हुन्छ त्यसमा क्लिक गर्ने नेक्स्ट गर्ने। अब यहाँ तपाई आफ्नो फोटो हाल्नु होला। फोटो हाल्ने अनि यहाँ नेम लेख्ने। जस्तै पेजको नाम राखिदिनुस् जे तपाईको मन लाग्छ NI न्यूज जस्तै हाल्दिनु हैन। अनि तपाई यहाँ आफ्नो फोटो राख्न सक्नुहुन्छ हालेर अब फोटो पनि हाल्दिनु। जस्तै अहिले म फोटो हाल्दिन तर फोटो यसरी हाल्न सक्नुहुन्छ तपाई। जस्तै यो फोटो मैले हाल्दिए NI न्यूज भनेर अनि यो पेजको नेम भइगयो यो फोटो भइगयो। तब कन्टिन्यु गर्ने। कन्टिन्यु गरिसकेपछि यहाँ क्रिएट प्रोफाइलमा क्लिक गर्ने। क्रिएट प्रोफाइल गरेपछि अब यो पेज बन्दै छ। NI न्यूजको पेज बनिरहेछ अहिले। अब केही बेर यसमा सर्चिङ हुन्छ। सर्चिङ भइसकेपछि अब यहाँ तपाई 5 वटा सम्म कम्तिमा फ्रेन्डको त्यो रिक्वेस्ट पठाउन सक्नुहुन्छ। 5 वटाको पठाइसकेपछि नेक्स्ट गर्ने। नेक्स्ट गरिसकेपछि अब यहाँ जे अप्सन दिन्छ त्यतिमा नेक्स्ट गर्दै जाने। यो ग्रुप 5 वटा फ्रेन्ड अनि 5 वटा यो धेरै ठुलो एक्सपिरियन्स भएको मान्छेहरुलाई यो गर्नुपर्छ अनि फेरि नेक्स्ट गर्ने फलो गरिदिने। डन। अब हाम्रो यो पेज बनिसकेछ। यो पेज हेर्नको लागि यो सजिलो तरिकाले पेज बनिसक्यो। अब यहाँ तपाईले एडिट गर्न सक्नुहुन्छ पेजमा। जस्तै अपलोड प्रोफाइल भइगयो फ्रेन्ड भइगयो जोइनिङ भइगयो मेरो सब भइसक्यो हैन। तर अब यसलाई मेन भएको सेटिङमा गएर एडिट गर्नुपर्छ। कभर फोटो क्रिएट योर फर्स्ट पोस्ट रिल योहरु तपाई गर्न सक्नुहुन्छ। कभर फोटो त यो नर्मलै हो यो पुरै फुलफिल गर्नुपर्छ। जस्तै कभर फोटो पनि म हाल्दिम यस्तो गरेर यस्तो गर्ने अनि फेरि म यही हाल्दिन्छु कभर फोटोमा पनि सेभ गर्दिने अनि फेरि क्रिएट योर फर्स्ट पोस्ट। क्रिएट योर फर्स्ट पोस्टमा केही लेखिदिनु पर्छ जस्तै हेलो फ्रेन्ड हेलो फ्रेन्ड अथवा कुनै कम्युनिकेसन हाल्दिने नेक्स्ट गर्दिने। अब यो पनि कम्प्लिट भयो। क्रिएट योर फर्स्ट रिल र रिलमा पनि गर्न सक्नुहुन्छ। यो तपाई हेरिसक्नुहुन्छ हैन। अनि अब एडिट प्रोफाइलमा आउने। यहाँ तपाईको डिस्क्राइबरहरु जस्तै तपाई के जस्तै कसैले लेखेको हुन्छ तपाई के काम गर्नुहुन्छ तपाईको बारेमा जस्तै दिस इज न्यूज च्यानल यस्तो लेखेर तपाईको जे मन लाग्छ त्यो लेखिदिनु होला हैन। अनि अब तपाईको करेन्ट सिटी वर्क प्लेस एजुकेसन यो सब सेटिङमा मिलाएर गर्दाखेरि धेरै राम्रो हुन्छ। एडिट योर इन्फर्मेसन। अब यहाँ आएर सब मिलाउन सक्नुहुन्छ जस्तै तपाईको वर्क एक्सपिरियन्स के छ यो अनि वेबसाइट छ कि छैन एड सोशल मिडिया यदि सबै मिलाएपछि अलि लङ टाइम लाग्छ तर पनि म मिलाइदिन्छु। एड वर्क एक्सपिरियन्स रहेको के काम छ त्यो लेख्ने। जस्तै मेरो टेक्नोलोजी अनुसार हो मेरो टेक्नोलोजी भइगयो हैन। अब जब टाइटल कुन टाइटल हो जस्तै न्यूज पोडकास्ट हो यो हैन अनि सेभ गर्दिने। अनि अब यो भयो शेयर गर्न चाहे भने शेयर हुन्छ यहाँबाट। अब मेरो यो भइसक्यो न्यूज पोडकास्ट भइगयो। एड युनिभर्सिटी कति पढ्नु भएको छ कि सेकेन्डरी स्कुल पढ्नु भएको छ त्यो स्कुलको नाम लेखिदिने। यहाँ ग्रेजुएसन छ भने ग्रेजुएसन। एड योर वेबसाइट यदि तपाईको केही वेबसाइट छ इन्स्टाग्राम युट्युब फेसबुकहरु यहाँ एड लिंकमा क्लिक गरेर यहाँ दिन सक्नुहुन्छ तपाईको वेबसाइट इन्स्टाग्राम टिकटक युट्युब
जे तपाईलाई दिन मन लाग्छ यो धेरै छ WhatsApp देखि लिएर सबै यो यहाँ एड गर्न सक्नुहुन्छ अनि त माथि गरेर यो लङ्गेज कुन हो त्यो अनि फेरि यहाँ तल यो सब सेटिङ मिलाएर एड रिलेसनशिप यो एड फ्यामिली मेम्बर यो सबहरु गर्नु त्यस्तो खासै पर्दैन तर तपाईको इच्छा छ भने गर्न सक्नुहुन्छ तर हाम्रो फेसबुक को पेज रेडी भइसकेको छ यो फेसबुक पेज रेडी भइसकेको छ अब यहाँबाट तपाई आफ्नो रिल हालेर अथवा त्यो फोटो सोटो हालेर पैसा कमाउन सक्नुहुन्छ यो भयो हाम्रो अब यसलाई प्रोफेसनल ड्याशबोर्डमा यो एनआई न्यूज त्यो भयो यो पेज भयो अनि यो हाम्रो प्रोफाइल भयो जसले पुरानो खोलेको हुन्छ फेसबुक आईडी यो फेसबुक आईडी भयो जस्तै यो फेसबुक आईडी अब त्यो पेजमा जानको लागि यो 3 वटा लाइन छ त्यसमा क्लिक गर्ने अनि यहाँ यो तल एरो भएको छ त्यो एरोमा क्लिक गर्ने अनि अब यहाँ पेज तपाईको मोबाइलमा जति पेज बनेको हुन्छ त्यो पेज देखाउँछ यहाँ त्यो पेजमा एकछिन टाइम लाग्छ अनि अब यहाँ देख्न सक्नुहुन्छ अहिले मैले खोलेको एनआई न्यूज त्यसमा क्लिक गर्ने अनि अब स्विच भएर हाम्रो त्यो पेजमा आइहाल्छ अहिले भर्खर बनाएको पेज थियो त्यो पेजमा आइसक्यो अब एनआई न्यूज आइसक्यो अब यहाँ तपाई रिल फोटो सोटो हालेर फ्लोवर बनाउन सक्नुहुन्छ र पैसा कमाउन सक्नुहुन्छ यस्तो हो सो भिडियो हेर्नको लागि धन्यवाद अल सेटिङहरु सबै रेडी भइसकेछ यदि तपाई केही बुझ्नु भएन भने कमेन्ट गर्नु म फेरि त्यो भिडियो बनाइदिन्छु